विवाद चलिरहेको बेलामा भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेलाई नयाँ दिल्ली स्थित भारतीय जनता पार्टीको कार्यालयमा भव्य स्वागत गरिएको छ। लामिछानेलाई भाजपा केन्द्रीय कार्यालयमा भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीन सहित पार्टीका वरिष्ठ नेताहरूले भव्य स्वागत गरेका छन्। लामिछानेको स्वागतमा भाजपा कार्यालयमा रातो कार्पेट बिछाएर बाजागाजा सहित स्वागत गरिएको छ। त्यसक्रममा भाजपा अध्यक्ष नितिन नवीन र सभापति लामिछाने बीच विभिन्न उपहार आदान प्रदान भएको छ। लामिछानेले अध्यक्ष नितिन नवीनलाई रुद्राक्षको माला लगाइदिएका हुन्। सत्तारूढ भाजपाको निमन्त्रणामा सोमबार दिल्ली गएका लामिछानेले मंगलबारबाट उच्च स्तरीय भेटवार्ता सुरु गरेका छन्। लामिछाने जेठ 22 गतेसम्म भारतमै रहने तालिका रहेको छ। रासोपाका प्रवक्ता मनिष झाका अनुसार भाजपाका नेताहरूसँगको भेटवार्तामा दुई दलबीच संगठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया तथा जनमुखी राजनीतिक पहुँचको विषयमा विचार आदान प्रदान भएको छ। भेटघाट, छलफल तथा भ्रमणको लागि नयाँ दिल्ली स्थित नेपाली दूतावासले समन्वय गरेको छ। भ्रमणको क्रममा